हाई गाइज, वेलकम टु माई न्यू ब्लग। म चाहिँ घर छु नि त, अनि अब काठमाडौँ निस्किन पर्यो भनेर अब म चाहिँ मेकअप गर्न लागिरहेको थिएँ थोरै थोरै। अब म चाहिँ मेकअप गर्छु ल। मेकअप गर्दा चाहिँ म सिम्पल मेकअप गरेको कि खासै मेकअप चाहिँ गरिनँ। अनि यो टी सर्ट चाहिँ मेरो दिदीको हो, अनि मैले त्यसो अनि मेकअप गरेर अनि ड्रेस लगाएँ, अनि लगाएर देखाइदिएको। कस्तो गर्मी छ नि त, अनि त्यही भएर मैले चाहिँ कपाल बाँधेको, अनि यसो नाच्दिएको कि मैले कस्तो देखिन्छ भनेर। अनि मामु सुतिराखेको थियो नि त, अनि मामु उठ्दै नउठ्ने के। अनि त्यहाँबाट म मामुलाई बोलाउन जान्छ है त, मामुले के भन्छिन्छ। म चाहिँ मामुलाई बोलाउन जान्छु, मामु चाहिँ उठिसिन्न कि। मैले चाहिँ तरकारी टिप्दैछु न भनेर भनेको थिएँ, अनि मामु चाहिँ उठ्नै मान्छेको थिएन। अनि मैले मामुलाई बोलाबोली गरेँ, मामु चाहिँ उठ्सेन। अनि मेरो पालो म आफै गएँ तरकारी टिप्नलाई। फर्सीमुन्टा, साग अनि भिँडै टिपेँ मैले चाहिँ। लास्टै गर्मी थियो क्या, लास्टै गर्मी। अनि मैले चाहिँ भिँडी टिपेँ, अनि फर्सीमुन्टा टिपेँ, अनि अलिअलि साग थियो, अनि साग पनि टिपेँ। अनि मैले यता काठमाडौँ आएको भिडियो चाहिँ क्लिप चाहिँ खिच्नै बिर्सिन्छु क्या। अनि काठमाडौँ आइसकेपछि आएर अनि खाजा खान लगाएको भिडियो चाहिँ मैले अनि यो भिडियो बनाएँ। मैले उता अर्को क्लिप आएको चाहिँ मैले क्लिप हाल्नै बिर्सेछु। अनि यो कुकम्यान भइसकेपछि यसो देखाइदिएको क्या, यस्तो फर्काएको मजा आउँदो रहेछ क्या यसरी पकाउनलाई चाहिँ। अनि मैले भाँडा माझ्दै थिएँ कि अब मलाई यसो गरेको भाँडाहरू माझ्नु परिहाल्यो। अनि नाच्दै भाँडा माझ्छु क्या म चाहिँ, अनि नाच्दै भाँडा माझिरहेको थिएँ। अनि फेरि मलाई चिया चिउरा कस्तो मनपर्छ क्या फेरि। अनि हामी काम पनि गर्दै थियौँ नि त, अनि चिया खाजा खाँदै अनि म चाहिँ मिठो छ भन्दै बसिरहेको थिएँ क्या। बाई बाई गाइज, लभ यु सबैजनाले मिठो इन्जोय गर्दै हेर्नु होला, बाई।